जय मसीह सबैलाई म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु किनभने परमेश्वरले आज हामीलाई यो सुन्दर समय दिएको छ र आजको यो सुन्दर अध्ययन हामी जो गर्नु गइरहेछौँ याकुबको किताब 1 अध्याय 1 देखि 4 सम्म अनि जुन स्क्रिप्ट लेखिएको छ हेरल्ड्स अफ होपद्वारा अनि यो विषय चाहिँ हो विपत्ति वा परीक्षादेखि हुने लाभ। आउनुहोस् हामी अध्ययन गर्नेछौँ र पहिलो क्वेसन दादा म तपाईँलाई सोध्छु, तपाईँले पहिला इन्ट्रोडक्सन दिनुहोस् है। यो किताब कसले लेखेको, कसले लेखेको, कहाँ लेखिएको छ, कहिले लेखेको छ, त्यो कुरो डिटेल्समा दर्शकहरूलाई दिनुहोस्। हजुर, यो याकुबको पत्र हामी जब पहिलो पद पढ्छौँ यसमा हामीले देख्छौँ कि याकुबले लेखेका हुन् भनेर यहाँ पाइन्छ। अनि याकुबलाई प्रभु यीशुको सौतेला भाइ पनि भन्न जानिन्छ। अनि उहाँले यो पत्र लेख्नुभयो। कहिले लेख्नुभयो भन्दाखेरि विद्वानहरूले भन्छन् 49 AD भन्दा अगाडि लेख्नुभयो। यसको खास कारण के छ, 49 AD मा यरुसलेममा मिटिङ भएको थियो मण्डलीहरू। अब एउटा निर्णायक सिद्धान्त के लिएका थिए, त्यो विषयमा यहाँ कहीँ लेखेको छैन। नलेख्दाखेरि विद्वानहरूले भन्छन् कि त्यो घटनाको अगाडि नै यो पत्र लेखेको। 49 AD को समयको अगाडि यो पत्र लेखेको भनेर भन्छ। किन, कसलाई लेखे? 12 कुल भनेको छ, यहुदीको 12 कुल छन्। यी 12 कुलमा भएका प्रभु यीशुको विश्वासीहरूलाई यो पत्र चाहिँ कहाँ थिए यिनीहरू? तितर बितर भएका, यरुसलेममा नभएका अरू अन्य ठाउँमा भएका विश्वासीहरू, जो यहुदीहरू थिए, तिनीहरूलाई यो पत्र याकुबले लेखेको। कस्तो समय थियो त्यतिखेर भन्दाखेरि विपत्तिमा भएको देखिन्छ, किनकि उहाँले विपत्तिमा धैर्य नहराउने यस्तो खालको कुरामा पाइन्छ। त्यो समयमा यो पढ्दाखेरि थाहा हुन्छ कि विपत्तिको समय थियो। धन्यवाद दादा। अनि जब हामी पढ्दै जान्छौँ है, त्यसमा हामीले पढ्छौँ कि विपत्तिलाई कसरी हामीले सामना गर्नुपर्ने कुरो है। अनि अर्को कुरो विपत्तिमै हामीले आनन्द गर्नुपर्ने कुरो, यो कुरोहरू तपाईँले अलिकति। हजुर, हामीलाई यहाँ याकुबले लेखेकोमा भेटाउँछौँ प्रभु बादमा लेखेका वचनमा कि याकुबले भनेका छन् कि जब विपत्ति आउँछ हामी जो प्रभुका मान्छेहरू हौँ, हामी आनन्द साथ त्यसलाई लिनुपर्छ, आनन्द गर्नुपर्छ त्यो समयमा। किन भन्दाखेरि संसारको मान्छेले यस्तो त गर्दैन। विपत्ति आउँदाखेरि हामी आत्तिन्छौँ, विपत्ति आउँदाखेरि वापस हुन्छ, के हुन्छ, कता हुन्छ, हैरान हुन्छ। तर हामीलाई त्यस्तो गर्न मना गरेछ। वचनले भनेको छ आनन्द गर। किन भन्दाखेरि यसको कारण छ। यसको कारण यो हो कि हामी प्रभुका हौँ, प्रभु हाम्रा हौँ भन्दाखेरि हाम्रो जीवनको साह्रै कुरा उनको हातमा छ र उनले हामीलाई के उद्देश्यको लागि त्यो विपत्तिहरू आएको छ। रोमी 8 अध्यायको 28 मा यो कुरा लेखेको छ कि सबै कुरा उहाँलाई माया गर्नेहरूको जीवनमा के छ अरे मङ्गलको लागि, राम्रोको लागि यो कुराहरू हुँदैको छन्। हरेक सबै त्यसलाई हामीले आनन्द साथ यसलाई ग्रहण गर्नुपर्छ। तर पनि दादा विपत्तिमा आनन्द गर्ने कुरो सुन्नुमा चाहिँ इजी छ, तर जब हामी पृथ्वीमा हेर्छौँ यस्तो मान्छेहरू पनि छन् जो नसहनु सकेको कारणले यो विपत्ति हो वा कष्ट नसहनु कारणले आत्महत्याको बाटो लिइरहेको हुन्छ। त्यस्तो समयमा कसरी हामीले रमाउनु पर्ने, आनन्द गर्नुपर्ने, त्यो कुरो अझै पनि तपाईँले हो भाइ, साँच्चै भनौँ बहुत दुःखलाग्दो कुरा। जब मान्छे निराश हुन्छ, केही आशा छैन, केही विकल्पहरू छैन, त उनीहरूले आफ्नै आत्मघात गर्न, आत्महत्याको बाटो लिन्छन्। यसमा हाम्रो कर्तव्य छ कि मान्छेहरूलाई जति सक्छौँ हामीले सुसमाचार भनौँ, प्रभु यीशुको बारेमा भनौँ। किनकि निराश भएको मान्छेलाई प्रभु यीशुको वचन चाहिन्छ, प्रभु यीशुलाई चाहिएको छ। अनि प्रभु यीशु उद्धारकर्ता हुनुहुन्छ, त्यो हामी मान्छेलाई भन्नुपर्छ। तब बल्ल निराशामा मान्छेलाई आशा पाउनु, प्रभुबाटै आशा आउँछ भन्ने कुराहरू छ। दोस्रो कुरा हामीले पाउँछौँ प्रेरितको 5 अध्याय 41 पदमा कि पत्रस यूहन्नालाई कुटे मान्छेहरूले, किनकि उनीहरूले प्रभु यीशुको बारेमा भनेका थिए, मान्छेलाई राम्रो लागेन, कुटे। अनि उनीहरूले प्रभु यीशुको नाममा कुटाइ खाएको लागि उनीहरूले रमाउँदै आए, आएन। उनीहरूले भने कि
प्रभुको लागि हामीले यस्तो पाउनु पर्यो, यो हाम्रो सौभाग्य हो। यस्तो दुःख र कष्टको समयमा उनीहरूले भने हाम्रो सौभाग्य हो प्रभुको। हामीले आफ्नो जीवन प्रभुलाई समर्पण गरिसक्यौँ। अब जे पनि आउँछ प्रभुको लागि नै हो भन्ने हामीलाई आनन्द गर्न, यो ज्ञानले हाम्रो यहाँ आनन्द जन्माउँछ। यो आनन्द चाहिँ आफै सोचेर ल्याएर आउने चिज होइन, प्रभुको कुराको ज्ञानले आनन्द ल्याउँछ। धन्यवाद दादा। अनि अझै तल हामी पढ्दाखेरि हामी पाउँछौँ धैर्यको कुरो है। धैर्य के हो अनि धैर्य मन कसरी हामीले राख्न सक्छौँ है। अनि धैर्यले फेरि जब विपत्तिले धैर्य उत्पन्न गर्ने कुरो पनि बाइबलले भन्दछ। यो कुरोहरू कसरी हुन सक्छ? विपत्ति गएको सानो समयको लागि हुन्छ, गएको धेरै ठुलो समयको लागि हुन्छ। सानो समयमा हामी आनन्द रह्यौँ, ठुलो समय पनि हामी आनन्द रहिरहेको छ, प्रभुमा धन्यवाद दिनु। तर हरेक विपत्ति हरेक कुरा के एउटा उद्देश्यको लागि आउँछ। त्यो उद्देश्य चाहिँ हामीलाई बनाउनु, प्रभुको छेउमा लिएर जानु, यी सब उद्देश्यको लागि आउँछ। र त्यसको लागि त्यो उद्देश्य जबसम्म पूर्ण हुँदैन, हामी धैर्यको साथ, त्यो विपत्ति जबसम्म पार हुँदैन, हामी धैर्यको साथ प्रभुसँग। त्यो धैर्य पनि कहाँबाट आउँछ भन्दाखेरि हामी प्रभुमा निर्भर हुँदाखेरि प्रभुको शान्ति, प्रभुको आशा, प्रभुको कुराहरूले हामीलाई धैर्य बनाउँछ। अनि जब अझै पनि हामी अन्तिम जुन 4 पद पढ्दाखेरि धीरज परिपक्वको कुरो हामी पाउँछौँ है। अनि परिपक्व कसरी हुन सकिन्छ भन्ने कुरो, परिपक्व भन्ने के हो त्यो पनि तपाईँले। अब यो धेरै कुरा छ यस्तोमा। परिपक्व भनेको धेरै मान्छेले सोच्छन् ठुलो अल्प भएको, धेरै बाइबल जानेको। के हो परिपक्व? वचनमा हेर्दाखेरि देखिन्छ कि परिपक्व भनेको हो कि मान्छे, त्यो भक्त चाहिँ, त्यो प्रभु यीशुको भक्त चाहिँ प्रभु जस्तै बेहोराहरूमा हुँदै गर्छ, प्रभु जस्तै सोचहरूमा हुँदै गर्छ, ऊ परिपक्व हुन्छ। जसरी प्रभु यीशु पनि आफ्नो क्रुसको मरण बेलामा आफ्नो पिता परमेश्वरको अगाडि आफूलाई समर्पित गरे, दुःख विपत्तिको समयमा प्रभुमाथि समर्पित गरे, ठिक त्यसरी नै हामी पनि जब आफ्नो विपत्तिको समयमा धैर्यको साथमा आफूलाई प्रभुको हातमा छोडिदियो, प्रभु तपाईँ मलाई माया गर्नुहुन्छ, लौ त मलाई बहुत राम्रो छ भन्दै हाम्रो जीवन चाहिँ के हुन्छ? परिपक्व हुँदै जान्छ। हामी भित्रदेखि हाम्रो गठन हुँदै जान्छ, प्रभुले चाहेको व्यक्ति भक्त बन्दै जान्छ। र त्यो चाहिँ हो परिपक्वको रियालिटी। धन्यवाद दादा, धेरै धेरै राम्रो। तपाईँले मजाले हामीलाई बुझाउनु भयो। अनि आजको अध्ययनले हामीले धेरै आशिष पाएको छौँ। र आउने दिनहरूमा यसरी नै हामीले हेरोल्ड्स अफ होपद्वारा लेखिएको स्क्रिप्ट परीक्षादेखि हुने लाभको विषयमा हामीले अध्ययन गर्न गइरहेछौँ आउने दिनहरूमा। र मलाई विश्वास छ र आशा छ कि यो अध्ययनदेखि हाम्रो प्रिय दर्शकहरूलाई सबैलाई परमेश्वरले आशिष दिनुहुन्छ। भन्दै यो वचन यही समाप्त सबैलाई बिदा दिँदै जय मसीह।